यहाँहरू सम्पूर्णलाई आजको यस भिडियोमा स्वागत छ। आजको यस भिडियोमा चाहिँ मैले प्राविधिक प्रहरी जवानको कुन कुन विधाको परीक्षा कहिले कहिले रहेको छ त्यसको बारेमा चर्चा गर्दैछु। र अर्को मेन उद्देश्य भनेको आजको यस भिडियोमा चाहिँ तपाईँहरू जसले भिडियोहरू हेर्दै हुनुहुन्छ नि, यहाँहरूलाई चाहिँ मैले एउटा व्हाट्सएप ग्रुप बनाउने र त्यहाँ तपाईँहरूले जस्तै आफूले बनाउनु भएको नोटहरू सेयर गर्न सक्नुहुन्छ, साथीले बनाएको नोट तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। जस्तै कतिपय साथीहरूले इन्स्टिट्युटमा गएर मोक टेस्टहरू दिनुभएको छ, टेस्टहरू दिँदाखेरि क्वेसनहरू छन्, ती क्वेसन पेपर सेयर गर्नुहुन्छ। अब जम्मा हामीसँग त्यो 20-22 दिनको सेरोफेरो रहेको छ, त्यति नजिकमै छौँ हामी भनेपछि अब हामीले के गर्नु पर्यो भन्दाखेरि आफूसँग भएका सामग्रीहरू एकअर्कालाई साटसाट गरेर पनि साथीहरूलाई सहयोग गर्नुहुन्छ। र तपाईँहरू ग्रुपमा कसरी जोडिने भन्ने कुरा पनि म अहिले तपाईँहरूलाई विस्तृत रूपमा भन्नेछु। सुरुमा कुन कुन विधाको परीक्षा कहिले कहिले रहेको छ त साथीहरू, तपाईँसँग कम्पिटिसन गर्नको लागि लगभग 4200 साथीहरूले यस परीक्षा दिँदै हुनुहुन्छ हो भनेपछि अब कोटा अनुसारको तपाईँहरूले 4200 साथीसँग करिब 4200 साथी हुनुहुन्छ, लगभग 4200 सेरोफेरोमा है। र 4200 साथीहरूसँग हजुरले कम्पिटिसन गरेर राम्रो मार्क्स ल्याएर अगाडि आउनुपर्ने हुन्छ अनि आफ्नो कोटा सुरक्षित राख्न सक्नुहुन्छ। र प्रहरी प्राविधिक जवानमा तपाईँ अहिले जागिर खान सक्नुहुनेछ। अब त्यो भनेको तपाईँको मेहनतमा पनि भर पर्ने कुरा हो। तपाईँले कति मेहनत गर्नुभएको छ, कति अध्ययन गर्नुभएको छ। अब यो पछिल्लो समयमा आएर हामीले जति धेरै कुराहरू जान्न सक्यो हो, परीक्षालाई कसरी राम्रो बनाउने भन्ने कुरा जान्न सक्यो भनेदेखि परीक्षाको लागि परीक्षाको दृष्टिकोणमा निकै लाभदायक हुनेछ। तपाईँहरूले कहिलेकाहीँ आफूले के पढिरहेको छु, कति पढ्न बाँकी छ भन्ने कुरा पनि थाहा नहुन सक्छ। तपाईँहरू सम्पूर्णलाई के सुझाव दिन्छु भन्दाखेरि तपाईँले जुन जुन विधाको तयारी गर्दै हुनुहुन्छ नि, जस्तै अब सूचना प्रविधि भयो, आवास भौतिक भयो, मेकानिकल इन्जिनियरिङ तथा सवारी भयो, केनाइन भयो, सङ्गीत भयो, सञ्चार भयो, हात हतियार भयो नि, यो सबै परीक्षाको सिलेबस भनेको नेपाल प्रहरीको वेबसाइटमा छ। तपाईँले प्राविधिक जवान भनेर सर्च गर्नुभयो भने त्यहाँनिर वेबसाइट आउँछ हो, प्राविधिक जवान एक्जाम सिलेबस भनेर सर्च गर्नुभयो भने आउँछ। त्यो सिलेबसलाई तपाईँले डाउनलोड गर्नुहोस्। डाउनलोड गरेर अब नजिकैको फोटोकपी पसलमा जानुहोस्, त्यो सिलेबस प्रिन्ट गरेर लिएर आउनुहोस्। र त्यो सिलेबस प्रिन्ट गरेर लिएर आइसकेपछि तपाईँले बनाएको नोटमा तपाईँले पढेको, तपाईँले बनाएका र तपाईँले अहिलेसम्म जाने बुझेका युट्युबबाट हेरेका कुराहरू भयो, तपाईँको किताबमा भयो, त्यो सिलेबस अनुसारको तपाईँले पढ्नु भएको छ कि छैन त? सिलेबसमा भएका कुराहरू केही छुट्यो कि, केही कुरामा तपाईँ अझै पछाडि कमजोर हुनुहुन्छ कि हो, त्यो कुरा तपाईँले निकै ध्यान दिनुपर्छ। यो 22-23 दिनले, यो 21-22 दिन जति छ नि, यसले तपाईँको परीक्षालाई अझ सुधार गर्न सक्छ क्या साथीहरू, यो लास्ट समयको मेहनतले। अब हामीलाई परीक्षामा प्रश्न खासै जटिल सोध्दैन, तर त्यही साधारण प्रश्नकै उत्तर आएन, त्यो गर्ने तरिकै थाहा भएन भने पनि तपाईँले त्यही साधारण प्रश्न के लाग्दिन्छ, गाह्रो लाग्छ। भनेपछि तपाईँको मेहनत गर्ने समय हो नि त यो, भनेपछि हजुरले मेहनत गर्नु पर्यो है त यो समयमा। अब के गर्ने, कसो गर्ने भन्ने कुराहरू त हामी अब गाइड गर्छौँ। म पनि अब तपाईँहरूलाई नियमित रूपमा युट्युबबाट भिडियो बनाएर गाइड गरिरहेको छु। मेरो यो आजको भिडियोको उद्देश्य भनेको चाहिँ हजुरहरूले चाहिँ ग्रुपमा जोडिएर एकअर्कासँग साथीहरूसँग चिनजान भएर, आफ्नो कम्पिटिटरहरू हुनुहुन्छ नि, आफ्नो साथीहरूसँग चिनजान पनि हुन्छ, ग्रुपमा सेयरिङ पनि हुन्छ। र तपाईँले जति ज्ञान सेयर गर्नुभयो भने तपाईँको त्यति बढ्दै जान्छ। कतिपय साथीहरूलाई चाहिँ कम्पिटिसन गर्ने साथी ग्रुपमा जोडिएर चाहिँ अब मैले यस्तो नोट पठाएँ भने, उस्तो पठाएँ भने चाहिँ साथीहरूले बेसी जान्ने हुन् कि साथीहरूले मलाई टप्ने हुन् कि भन्नुहुन्छ नि, त्यो होइन। तपाईँले जति आफूसँग भएको कुरा सेयर गर्नुहुन्छ नि, तपाईँको ज्ञान त्यति नै तृष्ण हुँदै जान्छ हो, त्यति नै बढ्दै जान्छ। अब ढिला नगरिकन अब कुन कुन विधाको परीक्षा कति छ त त्यो कुरा हेरौँ चाहिँ सुरुमा। अब समय भनेको दिनको 2 बजी नै हुन्छ हजुरहरूको परीक्षा, जहाँसुकै होस्। तपाईँहरूको परीक्षाको केन्द्र पनि कुन कुन ठाउँमा परीक्षा हुने भन्ने कुरा पनि केन्द्र पनि भटाभटी लोकसेवा आयोगले वेबसाइटमा निकालिरहेको छ र मैले युट्युबमा पोस्ट गरिरहेको छु। त्यो पोस्टमा गएर हेर्नु होला है त, आफूले कुन ठाउँबाट, जस्तै धनुषा भयो, बुटोलको भयो हो, यस्तै गरी आफ्नो कहाँ कुन कुन केन्द्रबाट फर्म भर्नुभएको थियो त्यो लोकसेवा आयोगले नोटिस निकालिसकेको छ, त्यो पनि हेर्नु होला है त। मैले युट्युबमा राखिदिएको छु, युट्युबको पोस्टमा गएर हेर्नु होला। अब यहाँनिर सूचना प्रविधि कम्प्युटरको 5 महिना 22 गते परीक्षा रहेको छ, दिनको 2 बजे हुनेछ।
दिनको 2 बजे परीक्षा हुन्छ भनेदेखि तपाईँ अब त्यो परीक्षाको हलमा चाहिँ 1 घण्टा पहिले गएर बस्नुहोस् हो, त्यहाँको वातावरण हेर्नुहोस्, आराम गर्नुहोस् हो। अब कसैको बानी के हुन्छ भन्दाखेरि हतारेर जाने बानी हुन्छ, 2 बजे परीक्षा सुरु हुन्छ, अब ठ्याक्कै 2 बजे नै पुगिदिने बानी हुन्छ, त्यो होइन। तपाईँले त्यहाँ एन्सर सिट हुन्छ, एन्सर सिटमा के गर्नु, एन्सर सिटमा आफ्नो नामहरू भर्नु पऱ्यो, कीहरू भर्नु पऱ्यो। अब नामहरू कीहरू कसरी भर्ने हो, क्यालकुलेटर लान पाइन्छ कि पाइँदैन, त्यो कुरा हामी अर्को भिडियोमा पछि इक्जामको अघिल्लो दिन 2-3 दिन अगाडि कुरा गरौँला। अहिलेको भनेको कुन कुन दिन के पर्छ र के गरी ग्रुपमा जोइन हुने, के गर्ने। र आजको यस भिडियोमा म तपाईँहरूलाई केही सामान्य ज्ञानका प्रश्नहरू पनि राख्नेछु, त्यो पनि हेरेर लाभ लिनु होला। सूचना प्रविधि कम्प्युटरको 5 महिना 22 गते, आवश्यकता भौतिक इन्जिनियरको 5 महिना 23 गते रहेको छ, मेकानिकल इन्जिनियरिङ तथा सवारीको 5 महिना 24 गते रहेको छ। अब यहाँनिर केनाइन डग ह्यान्डलरको 5 महिना 25 गते रहेको छ। आफ्नो आफ्नो परीक्षा कुन कुन दिन पऱ्यो त्यो याद गर्नु होला र परीक्षा केन्द्र हेरेर जानु होला। सङ्गीत रहेको छ, सङ्गीतको 5 महिना 26 गते परेको छ, 5 महिना 26 गते परेको छ। सञ्चारको 5 महिना 27 गते परेको छ। र हात हतियारको भने 28 र 29 खाली छ, अनि हात हतियारको 5 महिना 30 गते परीक्षा रहेको छ। अब यो ग्रुप बनाउनुको उद्देश्य के हुन्छ भन्दाखेरि अब सुरुमा यहाँनिर सूचना प्रविधिको परीक्षा हुन्छ हो हैन। सूचना प्रविधिको परीक्षा दिएर आउनुभएको साथीहरूले क्वेसन कस्तो आयो त के आयो भन्ने कुरा सेयरिङ हुन्छ क्या। अनि यो आवास भौतिकलाई सजिलो हुन्छ, अरूलाई तपाईँहरूलाई सजिलो हुन्छ क्या। भनेपछि यहाँको क्वेसन त लगभग म्याक्सिमम के छ भन्दाखेरि म्याक्सिमम सेट त उस्तै मिल्न जान्छ हो। म्याक्सिमम कुराहरू त तपाईँहरूको सिलेबसको धेरै जस्तो कुराहरू त एउटा कुराहरू छन् कि कुनै विधाहरू फरक भए पनि धेरै कुराहरू एउटा मिल्न जान्छ। भनेपछि त्यो कुरा पनि बुझ्नु होला है त। हामीले सेयरिङ पनि गर्न सकिन्छ। र तपाईँहरूले यहाँनिर के छ भन्दाखेरि अर्को भनेको यहाँनिर बुझ्नुपर्ने कुरा भनेको परीक्षा दिन जाँदाखेरि चाहिँ प्रवेश पत्र बिना परीक्षामा सम्मिलित हुन पाइने छैन, सम्मिलित गराइने छैन। तपाईँले जुन प्रवेश पत्र हुन्छ नि, अनलाइनबाट फर्म भर्नुभएको छ अथवा फिजिकलै फर्म भर्नुभएको भयो भने त्यो प्रवेश पत्र हजुरले डाउनलोड गरेर प्रिन्ट गरेर लिएर जानुपर्ने हुन्छ। र प्रवेश पत्र सँगसँगै हजुरले के पनि लानु पर्यो भन्दाखेरि नागरिकताको प्रमाणपत्र पनि लानु पर्यो, जस्तै नागरिकता पनि लिएर जानु पर्यो। अब तपाईँले नागरिकता तपाईँसँग हालै नागरिकता छैन भनेदेखि तपाईँले सरकारी हस्ताक्षर भएर सरकारी छाप भएका तपाईँले एउटा प्रमाणपत्र, तपाईँको परिचय खुल्ने प्रमाणपत्र लान सक्नुहुन्छ। जस्तै नागरिकताको सट्टामा राष्ट्रिय परिचय पत्र लान सक्नुभयो, नागरिकता नभएको खण्डमा हो लाइसेन्स लान सक्नुहुने भयो। जसरी नि तपाईँले अब त्यो सरकारी कागजात हुनु पर्यो जसले तपाईँको प्रमाणपत्र तपाईँले तपाईँको प्रमाण खुलाउँछ हो, फोटोसहितको भएको राम्रो। यस्तै गरी नागरिकतै लिएर जाँदाखेरि राम्रो है साथीहरू। अर्को रहेको छ उत्तर पुस्तिकामा अनिवार्य रूपमा कालो मसी भएको कलम र डटपेन मात्र प्रयोग गर्नुपर्ने छ भने चाहिँ उत्तर पुस्तिकामा के गर्नुपर्छ भन्दाखेरि हजुरले कालो मसीले मात्र लेख्न पाउनुहुनेछ, कालो डटपेनले मात्र लेख्न पाउनुहुन्छ। रातो, निलो, अब अरू रङका डटपेनहरू छन् नि, त्यस्तो प्रयोग गर्न पाउनुहुन्न। हजुरहरूले सिर्फ कालोको प्रयोग गर्न पाउनुहुन्छ। अब त्यसको लागि यति त बुझ्नुभयो। अब मैले तपाईँहरूलाई व्हाट्सएप ग्रुप बनाउने कुरा गर्दैछु। अब व्हाट्सएप ग्रुपमा जोडिनको लागि चाहिँ के गर्नु पर्यो भन्दाखेरि हजुरले जस्तै यो तलमाथि एउटै हो है, हजुरले व्हाट्सएपमा गएर यो सर्च गर्नु पर्यो। मलाई त्यहाँनिर हाई प्राविधिक जवान भनेर मात्रै म्यासेज गर्नुहोस्, म ग्रुप बनाएर हजुरलाई एड गर्नेछु। सबै स्मल लेटर है, @ CREATIV क्रिएटिभ MASTER मास्टर NEPAL नेपाल। हजुरले व्हाट्सएपमा गएर अगाडि @ राख्नुहोस्, पछाडि सबै स्मल लेटर राख्नुहोस् हो। यदि सर्च गरिसकेपछि यो सर्च गरेर तपाईँहरूलाई त्यहाँनिर आउँछ र त्यहाँ क्लिक गरेर मेसेज पठाउनु होला व्हाट्सएपमा है, मेसेज पठाउनु होला र तपाईँहरूले ग्रुपमा जोडिन सक्नुहुनेछ। र म त्यहाँ ग्रुप बनाउने छु अब। अनि त्यसपछि हामीले एकअर्कासँग भएका नोटहरू सेयर गर्छु। म पनि तपाईँहरूलाई परीक्षामा चाहिने सामग्रीहरू त्यो ग्रुपमा राखिदिनेछु। यहाँ सर्च गरेर मेसेज गर्नु, प्राविधिक जवान मात्रै भनेर लेख्नु होला, म त्यसपछि बुझिहाल्छु, हजुरहरूलाई ग्रुपमा एड गरिदिनेछु। यति बुझ्नुभयो होला। यदि यो सर्च गर्दाखेरि पनि आएन भने तपाईँहरूले अब 2-3 दिन अथवा भोलि पर्सितिर पनि यो जोइन हुनु भएन भनेदेखि पनि त्यो यही भिडियोको कमेन्ट सेक्सनमा आएर हेर्नु होला। भोलि दिउँसो अथवा बेलुका पनि हेर्नु होला, त्यहाँ म लिङ्क राखिदिनेछु, व्हाट्सएपको लिङ्क राखिदिनेछु। र त्यो व्हाट्सएपको लिङ्क क्लिक गरेपछि हजुर सिधै व्हाट्सएप ग्रुपमा जान सक्नुहुन्छ। र पहिला चाहिँ यो सर्च गरेर मलाई मेसेज गर्नु होला है त। यो नि भेट्नु भएन भने भेटिन्न भनेर युट्युब को कमेन्ट सेक्सनमा गर्नु होला। त्यसपछि हजुरलाई म डाइरेक्ट त्यहाँबाट लिङ्क पठाइदिनेछु।
अब त्यसको लागि अब आज चाहिँ तपाईहरुलाई म अब केही प्रश्नहरु सोध्ने र त्यसको उत्तरहरु भन्छु। यहाँ सुरुमा रहेको छ नेपालमा हरेक वर्ष आलु दिवस कहाँ मनाउने गरिन्छ भनेको छ। नेपालमा हरेक वर्ष आलु दिवस भनेको कास्कीको हेम्जाममा मनाउने गरिन्छ। कास्कीको हेम्जाममा मनाउने गरिन्छ। अर्को प्रश्न रहेको छ नेपालमा कर दिवस कहिले मनाइन्छ भनेको छ। नेपालमा कर दिवस भनेको प्रत्येक वर्ष मक्सिर 1 गते मनाइन्छ। नेपालमा कर दिवस प्रत्येक वर्ष मक्सिर 1 गते मनाइने भयो। अर्को रहेको छ एक गाउँ एक उत्पादन अन्तर्गत लप्सीका लागि छनौट भएको जिल्ला कुन हो भनेको छ। एक गाउँ एक उत्पादन अन्तर्गत लप्सीका लागि छनौट भएको जिल्ला भनेको भक्तपुर जिल्ला भयो। भक्तपुर जिल्ला भयो। यस्तै गरी व्यापारको खैरो कागज भनेर त्यसलाई चिनिन्छ भनेको छ। व्यापारको खैरो कागज भनेर नगदे बालीलाई चिनिन्छ। व्यापारको खैरो कागज भनेर नगदे बालीलाई चिनिने भयो। अर्को रहेको छ नेपालको सबभन्दा धेरै नगदे बाली उत्पादन हुने जिल्ला कुन हो भनेको छ। नेपालको सबभन्दा धेरै नगदे बाली उत्पादन हुने जिल्ला भनेको मोरङ भयो। मोरङ भयो। यस्तै गरी अर्को रहेको छ मार्फा कृषि फार्म कुन जिल्लामा रहेको छ भनेको छ। मार्फा कृषि फार्म भनेको मुस्ताङ जिल्लामा रहेको छ। मुस्ताङ जिल्लामा रहेको छ। अर्को रहेको छ संसारको सबैभन्दा अग्लो स्थानमा रहेको जलविद्युत आयोजना कुन हो भनेको छ। संसारको सबैभन्दा अग्लो स्थानमा रहेको जलविद्युत आयोजना कुन हो भनेर सोधेको छ। यो चाहिँ थामे जलविद्युत आयोजना भयो। थामे जलविद्युत आयोजना भयो। यस्तै गरी साथीहरु यहाँनेरि अर्को रहेको छ अर्को प्रश्न नेपालमा सबभन्दा धेरै सुपारी फल्ने जिल्ला कुन हो भनेको छ। नेपालमा सबभन्दा धेरै सुपारी फल्ने जिल्ला भनेको झापा भयो। नेपालमा सबभन्दा धेरै सुपारी फल्ने जिल्ला भनेको झापा भयो। अनि अर्को प्रश्न रहेको छ जडीबुटी सम्बन्धीबाट जीवित सुन भनेर कुनलाई चिनिन्छ भनेको छ। जीवित सुन भनेर कुनलाई चिनिन्छ भनेको छ। जीवित सुन भनेर चाहिँ एर्सा गुम्बालाई चिनिन्छ। एर्सा गुम्बालाई जीवित सुन भनेर चिनिने भयो। यस्तै गरी नेपालको पहिलो सिँचाइ आयोजना कुन हो भनेको छ। नेपालको पहिलो सिँचाइ आयोजना भनेको चन्द्रनहर भयो। चन्द्रनहर भयो। र तपाईहरुलाई प्रश्न चन्द्रनहर कुन जिल्लामा पर्दछ। चन्द्रनहर कुन जिल्लामा पर्दछ। यस्तै गरी अर्को रहेको छ नेपालमा कृषि गणना कति वर्षमा गरिन्छ भनेको छ। नेपालमा कृषि गणना भनेको 10 वर्षमा गरिने भयो। नेपालमा कृषि गणना 10 वर्षमा गरिन्छ। यस्तै गरी हाल नेपालमा प्रचलनमा रहेका नोटको संख्या कति रहेका छन् भनेको छ। हाल नेपालमा प्रचलनमा रहेका नोटका संख्या भनेका 11 वटा रहेका छन्। 11 वटा रहेका छन्। अर्को रहेको छ विश्वको सबभन्दा अग्लो उचाइमा धान उत्पादन हुने जिल्ला कुन हो भनेको छ। विश्वको सबभन्दा अग्लो उचाइमा धान उत्पादन हुने जिल्ला भनेको जुम्ला भयो। जुम्ला भयो साथीहरु। अर्को प्रश्न नेपालमा औद्योगिक गणना कति वर्षमा गरिन्छ भनेको छ। नेपालमा औद्योगिक गणना 5 वर्षमा गरिन्छ। ध्यान दिएर सुन्नुस्। जनगणना 10 वर्षमा गरिन्छ। कृषि गणना पनि 10 वर्षमा गरिन्छ भने नेपालमा औद्योगिक गणना भनेको 5 वर्षमा गरिन्छ। यस्तै गरी क्षेत्रफलका आधारमा नेपालको सबभन्दा ठूलो औद्योगिक क्षेत्र कुन हो भनेर सोधेको छ। क्षेत्रफलको आधारमा नेपालको सबभन्दा ठूलो औद्योगिक क्षेत्र कुन हो भनेको छ। यो चाहिँ हेटौडा औद्योगिक क्षेत्र भयो। हेटौडा औद्योगिक क्षेत्र भयो। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालमा स्थापना भएको पहिलो बैंक कुन हो भनेको छ। नेपालमा स्थापना भएको पहिलो बैंक भनेको नेपाल बैंक लिमिटेड भयो। यस्तै गरी अर्को रहेको छ अर्को प्रश्न दरबार हाई स्कुलको हालको नाम के हो भनेको छ। दरबार हाई स्कुलको हालको नाम भनेको भानु माध्यमिक विद्यालय भयो। भानु माध्यमिक विद्यालय। यस्तै गरी अर्को प्रश्न नेपालको दोस्रो जलविद्युत आयोजना कुन हो भनेको छ। नेपालको दोस्रो जलविद्युत आयोजना भनेको चाहिँ सुन्दरी जल भयो। सुन्दरी जल भयो। यहाँसम्म हजुरहरु क्लियर नै हुनुहुन्छ होला। विश्वको सबभन्दा पुरानो अन्नबाली कुन हो भनेर सोधेको छ। विश्वको सबभन्दा पुरानो अन्नबाली भनेको चाहिँ भटमास भयो साथीहरु। भटमास भयो। भटमास भयो। यस्तै गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुपर जोन अन्तर्गत सुन्तला खेतीका लागि सञ्चालित जिल्ला कुन हो भनेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुपर जोन अन्तर्गत सुन्तला खेतीका लागि सञ्चालित जिल्ला भनेको चाहिँ स्याङ्जा भयो। स्याङ्जा भयो। यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालमा अलैँची उत्पादन हुने प्रमुख जिल्ला कुन हो भनेको छ। नेपालमा अलैँची उत्पादन हुने प्रमुख जिल्ला भनेको ताप्लेजुङ भयो। ताप्लेजुङ भयो। नेपालमा प्रमुख अलैँची उत्पादन हुने प्रमुख जिल्ला भनेको कुन चाहिँ ताप्लेजुङ भयो साथीहरु। नेपालमा अस्ट्रिच फार्म कहाँ रहेको छ भनेको छ। नेपालमा अस्ट्रिच फार्म भनेको रूपन्देहीमा रहेको छ। नेपालमा अस्ट्रिच फार्म भनेको फार्म कहाँ रहेको छ। रूपन्देहीमा रहेको छ। यतिसम्म त बुझ्नु भयो होला। अर्को रहेको छ
नेपालको पहिलो विश्वविद्यालय कुन हो भनेको छ त्रिभुवन विश्वविद्यालय। यो हजुरहरूको सिलेबसमा छैन, त्यही पनि सुनिरहनु होला। अर्को रहेको छ कस्तो वनलाई श्लेषमान्तक वन भनिन्छ भनेको छ। कस्तो वनलाई श्लेषमान्तक वन भनिन्छ भनेको छ। श्लेषमान्तक वन भनेको चाहिँ लप्सीको वनलाई चाहिँ के भनिन्छ? श्लेषमान्तक वन भनिन्छ। लप्सीको वनलाई के भनिने भयो? श्लेषमान्तक वन भनिन्छ। यस्तै गरी अर्को रहेको छ नेपालमा पहिलो वाइफाई फ्री जिल्ला कुन हो भनेको छ। नेपालमा पहिलो वाइफाई फ्री जिल्ला भनेको म्याग्दी हो। यस्तै गरी अर्को प्रश्न रहेको छ आबु खैरेनी गोर्खा मार्गलाई कुन राजमार्गको नामले चिनिन्छ भनेको छ। आबु खैरेनी गोर्खा मार्गलाई चाहिँ अमरसिंह मार्गको नामले चिनिन्छ। आबु खैरेनी गोर्खा मार्गलाई चाहिँ अमरसिंह मार्गको नामले चिनिन्छ। अब नेपालको सबभन्दा लामो राजमार्ग कुन हो भनेर सोध्यो भने हामीले महेन्द्र राजमार्ग भन्नु पर्यो। यस्तै गरी अर्को रहेको छ बायो भिलेज नमुना कार्यक्रम सर्वप्रथम सञ्चालित गरिएको जिल्ला कुन हो भनेको छ। बायो भिलेज नमुना कार्यक्रम सर्वप्रथम सञ्चालित गरिएको जिल्ला भनेको तनहुँ भयो। नेपालमा सबभन्दा बढी पर्यटक कुन देशबाट आउँछन् भनेको छ। नेपालमा सबैभन्दा बढी पर्यटक भनेको चाहिँ भारतबाट आउँछन् साथीहरू, भारतबाट आउँछन्। यस्तै गरी नेपालको आर्थिक तथा वाणिज्य राजधानी भनेर कुन ठाउँलाई चिनिन्छ भनेको छ। नेपालको आर्थिक तथा वाणिज्य राजधानी भनेर चाहिँ वीरगञ्जलाई चिनिन्छ। वीरगञ्जलाई चाहिँ नेपालको आर्थिक तथा वाणिज्य राजधानी भनेर चिनिन्छ। इन्जिन अफ ग्रोथ भनेर कुन क्षेत्रलाई चिनिन्छ भनेको छ। इन्जिन अफ ग्रोथ भनेर चाहिँ कृषि क्षेत्रलाई चिनिन्छ। यस्तै गरी अर्को प्रश्न रहेको छ जनस्वास्थ्य सम्बन्धी कानुन बनाउने पहिलो राष्ट्र कुन हो भनेको चाहिँ बेलायत भयो। माइस टुरिज्म केसँग सम्बन्धित छ भनेको छ। माइस टुरिज्म भनेको चाहिँ सभा सम्मेलन मार्फत पर्यटक आगमन बढाउने योजनासँग रहेको छ। यस्तै गरी अब हाल नेपालमा कतिवटा केबल कारहरू सञ्चालित रहेका छन् भनेको छ 3 ठाउँमा। अर्को रहेको छ ब्लू बक्स केसँग सम्बन्धित छ भनेको छ। ब्लू बक्स भनेको चाहिँ WTOले कृषि क्षेत्रमा दिने योगदानसँग सम्बन्धित रहेको छ। WTOले कृषि क्षेत्रसँग दिने योगदानसँग सम्बन्धित रहेको छ। अर्को छ साथीहरू यहाँनिर नेपालको आर्थिक विकासको मेरुदण्ड के हो भनेको छ। नेपालको आर्थिक विकासको मेरुदण्ड भनेको चाहिँ अब कृषि पनि छ, पर्यटन पनि छ, जलविद्युत पनि छ। नेपालमा सबभन्दा बढी उत्पादन हुने बालीहरू कुन कुन भनेको छ। नेपालमा सबभन्दा बढी उत्पादन हुने बाली भनेको धान, मकै, गहुँ, कोदो, जौ, फापर भयो। त्यसै गरी नेपालमा मात्र पाइने फल कुन हो भनेको छ। नेपालमा मात्र पाइने फल भनेको लप्सी भयो। नेपालमा मात्र पाइने फल भनेको लप्सी भयो। यस्तै गरी अर्को रहेको छ सिक्टा सिँचाइको आयोजना कुन जिल्लामा सञ्चालित छ भनेको छ। सिक्टा सिँचाइको आयोजना भनेको चाहिँ बाँके जिल्लामा सञ्चालित रहेको छ। नेपालमा हरेक वर्ष कुन दिन बजेट घोषणा गरिन्छ भनेको छ। नेपालमा हरेक वर्ष जेठ 15मा बजेट घोषणा गरिन्छ। यस्तै गरी विश्वमा सर्वप्रथम चल्ती खाता प्रचलनमा ल्याउने मुलुक कुन हो भनेको छ। विश्वमा सर्वप्रथम चल्ती खाताले चलनमा ल्याउने मुलुक भनेको बेलायत रहेको छ। यस्तै गरी हामी यही छौँ साथीहरू। अब तपाईँलाई अर्को रहेको छ नेपालको पहिलो जलविद्युत आयोजना कुन हो भनेको छ। नेपालको पहिलो जलविद्युत आयोजना भनेको चन्द्रज्योति जलविद्युत आयोजना हो। चन्द्रज्योति जलविद्युत आयोजना भयो। यस्तै गरी अर्को रहेको छ नेपालको स्वास्थ्य सेवा केमा आधारित रहेको छ भनेको छ। नेपालको स्वास्थ्य सेवा भनेको प्राइमेरी हेल्थ सर्भिसमा आधारित रहेको छ। विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ भनेको छ। विश्व स्वास्थ्य दिवस भनेको अप्रिल 7मा मनाइन्छ। यस्तै गरी अब हामी अगाडि बढ्दैछौँ साथीहरू। अर्को प्रश्न रहेको छ औद्योगिक गणनाको सुरुवात कति सालबाट भयो भनेको छ। औद्योगिक गणनाको सुरुवात भनेको विक्रमसँग 2022बाट भएको थियो। भएको थियो। यसमा पनि हजुरहरू क्लियर हुनुभयो होला। नेपालमा सबभन्दा बढी पर्यटन कुन उद्देश्यले आउँछन् भनेको छ। नेपालमा सबभन्दा बढी पर्यटन भनेको मनोरञ्जनको उद्देश्यले आउने भए। अर्को रहेको छ पर्यटनमा सेन्ड होम अ फ्रेन्ड कुन योजनाबाट सुरु भएको हो भनेको छ। पर्यटनमा सेन्ड होम अ फ्रेन्ड चाहिँ 12 योजनाबाट सुरुवात भएको हो। यस्तै गरी नेपालमा बनेको पहिलो चलचित्र कुन हो भनेको छ। नेपालमा बनेको पहिलो चलचित्र भनेको आमा भयो।
नेपालमा एफएम रेडियोको सुरुवात कहिलेदेखि भएको थियो भनेको छ विक्रम सम्वत 2052 देखि भएको थियो। नेपालमा आइटी पार्क कहाँ रहेको छ भनेको छ इन्फर्मेसन टेक्नोलोजी पार्क आइटी पार्क भनेको चाहिँ बनेपा काभ्रेमा रहेको छ। नेपालमा आइटी पार्क भनेको बनेपा काभ्रेमा रहेको छ। हुलाक दिवस कहिले मनाइन्छ भनेको छ अक्टोबर 9 मा मनाइन्छ। यति त बुझ्नुभयो होला। नेपालको अरनिको राजमार्ग हाइवे कति अन्तर्राष्ट्रिय रुट नम्बर अन्तर्गत पर्दछ भनेको चाहिँ नेपालको अरनिको राजमार्ग हाइवे चाहिँ अन्तर्राष्ट्रिय रुट A5 अन्तर्गत पर्दछ। अन्तर्राष्ट्रिय रुट A5 अन्तर्गत पर्दछ। यसमा पनि क्लियर हुनुभयो होला। अर्को रहेको छ स्थापनाको आधारमा पहिलो राष्ट्रिय निकुञ्ज कुन हो भनेको छ। स्थापनाको आधारमा पहिलो राष्ट्रिय निकुञ्ज भनेको चाहिँ बालाजु औद्योगिक क्षेत्र भयो। बालाजु औद्योगिक क्षेत्र भयो। यस्तै गरी अब हामी यहाँसम्म त क्लियर नै छौँ होला साथीहरू। तपाईहरुलाई हाम्रो भिडियो कस्तो लाग्यो त? आजको भिडियो राम्रो लागेको भएदेखि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिन अवश्य नभुल्नु होला। थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो। अब लास्टको क्वेसन रहेको छ। तपाईहरुलाई यो क्वेसन भनेको चाहिँ आजको लागि होमवर्क भयो। ऊर्जा दिवस कहिले मनाइन्छ? ऊर्जा दिवस कहिले मनाइन्छ? दिस इज फर योर होमवर्क। देन सबमिट योर होमवर्क अन कमेन्ट सेक्सन। थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो। बाई बाई।